सम्पूर्ण नमस्कार। आज पक्कै पनि हाम्रो वीरनगर नगर जुन बजारको जुन अवस्था यस्तो रहेको छ, अहिले पक्कै पनि अबका हरेक युवाहरू तत्तिएका छन्। युवाको हरेक रगतहरू यसरी उम्लिरहेको छ। देश बचाउनुपर्छ, देशमै केही गर्नुपर्छ भनेर आज हामीले सबै जति पनि जनता छौँ, सबै हामी युवाहरू चाहिँ आज एकजुट भएका छौँ र आज हामीले बाइक र्याली पनि सम्पन्न गरिसकेका छौँ। आज पक्कै पनि हाम्रो जुन कार्यक्रम एकदमै बवाल भएको छ। आज तपाईँहरूले पक्कै पनि भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला है। अब हामीले जे गर्नु छ नेपालमै गर्नुपर्छ, राजा ल्याउनुपर्छ भनेर हरेक युवाहरू ठाउँ ठाउँबाट आवाज उठाइरहेका छन्, ठाउँ ठाउँबाट कराइरहेको अवस्था छ साथीहरू। कुर्नुपर्छ र हामीले आफ्नो योजना बनाएर अगाडि बढ्नुपर्छ। यो लडाइँमा एउटा कुरा तपाईँहरूले याद गर्नुहोस्, हिजोबाट यो गणतन्त्रवादी पार्टीहरू सब एक ठाउँमा मिलेर आउने योजना बनाइसक्यो, यिनको मुटु छन्किसक्यो। अब हामीहरू सबै राजावादी, राष्ट्रवादी, हिन्दूवादी, गणतन्त्र विरोधी, संघीयता विरोधी सबै एक ठाउँमा आएर यिनको सामना गर्न तयार हुनेछौँ। हामी तयार छौँ। जेठको महिनामा सुर्खेतकी जनता, यहाँ कर्णालीका जनता हाम्रो आह्वानमा काठमाडौँ आउन तयार छन् कि छैनन्? फाल्ने हो कि होइन? संघीयतालाई फाल्ने हो कि होइन? ल्याउने हो कि होइन? मित्रहरू धेरै धेरै धन्यवाद। अत्यन्तै राम्रो र्याली तपाईँहरूले यहाँ गर्नुभयो। अब यो सानो नारा भन्छु, तपाईँहरूले राजसम्म फर्काउने कुरा गरौँला है। हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश। सबैलाई धन्यवाद भन्दै आफ्नो कुरा यही अन्त गर्छु। जय राष्ट्र, जय जनता। बाइक भयो तना भेट्यो यार म त बाइकमा आएको यार भिडियो बनाउन तना भयो यार पुरा कारण जनताहरू पनि सडकमा उत्रेर हिजो मात्रै भिडियो ट्याग लगाएर ल छोटोसँग त्यो ट्याग लगाएर राजावादी पनि हामी राजावादी ल ट्याग लगाएर यसरी आउनुपर्छ है मजाले। अब हामी सबै मजाले मिल्यो, मजा राजा ल्याउनुपर्छ हो कि भन्नुहोस् त। यसरी मजाले अब राजा ल्याउनुपर्छ ल हो। आन्दोलनको सङ्घर्ष भइसकेको छ। एकदम सातवटा प्रदेश हिजो काठमाडौँमा स्वस्फूर्त रूपमा नेपाली जनताले यो गणतन्त्रको अन्त्यका लागि, यो संघीयताको अन्त्यका लागि, धर्मनिरपेक्षताको अन्त्यका लागि हिजो काठमाडौँको सडकबाट शङ्ख घोष भएको छ। गणतन्त्रवादीहरू, संघीयतावादीहरू
मित्र नेपालगञ्जका पूर्व मेयर वर्तमान सांसद डाक्टर धवल शमशेर राणाज्यू, पार्टीका महामन्त्री कुन्ती कुमारी साईज्यू, पार्टीका प्रदेश कमिटीका अध्यक्ष दीपबहादुर साईज्यू, पार्टीका सहमहामन्त्री केन्द्रीय सदस्यहरू, पार्टीका विभिन्न कार्यकर्तामा रहनुभएका पार्टीका साथीहरू, आज र्यालीमा सहभागी हुनुभएका युवा संगठनका प्रदेश अध्यक्ष लगायत युवा साथीहरू, सुर्खेत जिल्लाबाट विभिन्न क्षेत्रबाट यो बाइक र्यालीमा सहभागी हुनुभएका सुर्खेतवासी युवाहरू जो आज राष्ट्रिय झण्डामा तपाईँहरू गोलबद्ध भएर यो हाम्रो अभियानमा सरिक हुनुभएको छ, तपाईँहरू सबैमा न्यानो अभिवादन गर्न चाहन्छु। दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूले हामीले भोगेको 2047बाट भोग्दै आएको व्यवस्थाको अङ्क गणतन्त्रसम्म भोगेर राजालाई पाखा लगाएर देशमा गएका लाखौँ युवालाई लखेटेर विदेश पठाएर यहाँ भएका सम्पूर्ण कल कारखाना बेचेर आफ्नो देशलाई रित्तो बनाएर सारा जनतालाई केवल सपना मात्र पाउने गणतन्त्र रूपी यो व्यवस्था सङ्घीयता रूपी सेतो हात्ती नेपाली जनताका लागि अब घारो भएको छ, सेतो हात्ती भइसकेको छ। दाजुभाइ दिदीबहिनीहरू, त्यो घारो व्यवस्था सेतो हात्ती जसलाई गरिबलाई हात्ती दान गर्यो भने जसरी हात्ती पाल्न सक्दैन, चारो पुर्याउन सक्दैन, त्यसै गरी नेपाली जनताका लागि अहिलेको सङ्घीयता सेतो हात्ती भएको छ, जसलाई नेपाली जनताले पाल्न सक्दैन। दाजुभाइ दिदीबहिनीहरू, हाम्रो धरोहरको रूपबाट रहेको, हाम्रो संरक्षकको रूपबाट रहेको, हाम्रो एउटा शीतल चौतारीको रूपबाट रहेको राज संस्था जसलाई पाखा लगाएर आज त्यो चौतारीमा बस्ने हामी तमाम नेपालीहरू टुहुरा बनेका छौँ। यी पार्टीको एउटा कार्यकर्ताको रूपबाट राष्ट्रपतिको चुनाव गरेर पार्टीको कार्यकर्तालाई लिएर राष्ट्र प्रमुख बनाउने गणतान्त्रिक व्यवस्था जुन लादियो, यसले देश आज भोग्नु भएको छ, हाम्रो अस्तित्व मेटिएको छ। संसारको मानचित्रमा नेपाल एउटा सनातन हिन्दू राष्ट्र थियो। हामी सबै नेपाली, सबै जाति भाषा र धर्मका नेपालीहरू एकजुट भएर बसेका थियौँ। आज मगर, थारू, सिख, इसाई हामी जति पनि यहाँ थियौँ, बुद्ध, हिन्दू जति थियौँ, सबै एक भएर बसेका थियौँ। आज हामीलाई जातिका नाममा, भाषाका नाममा, वर्गका नाममा हामीलाई विभाजित गरिएको छ। हामी सबै नेपाली एक हुन चाहन्छौँ कि चाहँदैनौँ? हाम्रो राज संस्था, जुन राज संस्थाले हामीलाई छाडी दिएको छ, त्यो छाडीमा गोलबन्द हुनका लागि हामी तयार छौँ कि छैनौँ? हो भने यो गणतन्त्र रूपी व्यवस्थाको अन्त्य भइसकेको छ। अब यो गणतन्त्र रूपी व्यवस्था हिजो राजा श्री 5 महाराज धिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई काठमाडौँका जनताले जसरी स्वागत गरे, त्यसरी हामी सुर्खेतका जनता पनि स्वागत गर्न तयार छौँ कि छैनौँ? हो भने अब तपाईँ हाम्रो सङ्गीन घडी आउँदैछ। हामी चैत्रको महिनामा एउटा आन्दोलनको घोषणा गरिरहेका छौँ। सुर्खेतका सबै दाजुभाइ दिदीबहिनीहरू हामी त्यो आन्दोलनमा सरिक हुनेछौँ। हामी त्यो आन्दोलन सफल बनाउनेछौँ र यो गणतन्त्र रूपी सेतो हात्तीलाई हामी सदाका लागि यो देशबाट निष्कासन गर्नेछौँ। यी भ्रष्टाचारीहरूलाई, यी दुराचारीहरूलाई, यी नेपाली जनतालाई बन्धक बनाउनेहरूलाई अब हामीले विदा गर्ने समय आइसकेको छ। यो समय यो घडी आइसकेको हुनाले तपाईँ हामी एकजुट हुनुपर्ने आवश्यकता छ। आजको यो बाइक र्यालीमा सहभागी हुनुभएका सबै सुर्खेतवासी दाजुभाइ दिदीबहिनीहरू, युवा साथीहरू, युवा सङ्गठनका साथीहरू, पार्टीका साथीहरू, विभिन्न सङ्घ संस्थाबाट सहभागी हुनुभएका धार्मिक क्षेत्र, सामाजिक क्षेत्र, युवाहरू सबै तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरूप्रति आभार प्रकट गर्न चाहन्छु। यति भन्दै आफ्ना दुई शब्द यही अन्त गर्दछु। धन्यवाद। जय राष्ट्र, जय जनता। म एकपटक नारा लगाउँछु, तपाईँहरू साथ दिनुहोला। श्रीपाद महाराज सरकारको राजा जनता, राजा जनता, राजा जनता। धन्यवाद साथीहरू। धन्यवाद उपाध्यक्षज्यू। तपाईँ हामीले
सातवटै प्रदेशका जनता जाएको बेला सुर्खेती युवा आमा दिदीबहिनी दाजुभाइहरू जागिसकेका छन्। त्यो कारणले गर्दा अब हामी भोलिको राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्ने विरोध सभा अहिलेसम्म गणतन्त्रमा हालिबुहाली गरे जनताका नाममा आएका पैसाहरू ऋणहरू गरिब नेपाली जनताले तिरेको करबाट जसरी भ्रष्टाचार गरिएको छ त्यो भ्रष्टाचारको भण्डाफोर भोलि दिनको 11 बजे यही चोकमै हुँदैछ र सबैजनालाई हामी चुलो निम्तो गर्दछौँ। सबैजना त्यहाँ सहभागी भएर अगाडि चोकबाट 11 बजे सहभागी भएर विरोध सभाको लागि हामी हार्दिक निमन्त्रणा गर्दछौँ। अब मङ्गलगढी चोकमा 11 बजे सहभागीको लागि हार्दिक निमन्त्रणा गर्दछौँ। अब सम्पूर्ण सहभागीहरूलाई सहभागी नभए पनि हात हल्लाएर बाटोमा भिडियो खिचेर बाटोमा फुलको गुच्छा लिएर बाटोमा आज मोटरसाइकल र्यालीलाई जसरी स्वागत गर्नुभयो समर्थन गर्नुभयो सम्पूर्ण सुर्खेतवासी आमा बुवा दिदीबहिनी दाजुभाइहरूलाई हृदयदेखि नै आभार सहितको धन्यवाद व्यक्त गर्दछौँ। अब चैतको महिना गणतन्त्र फाल्नका लागि तयार अब यो सभालाई धन्यवाद व्यक्त गरिदिनका लागि हाम्रा युवा नेता प्रदेशका इन्चार्ज भरत गिरी युवा सङ्गठनका संयोजक भरत पुरीज्यूलाई हार्दिक अनुरोध झन्डाहरू यहाँ जम्मा उठो नेपाली जागो नेपाली लौन अति भयो हाम्रो देश हाम्रो धर्म सम्हाल्ने गाह्रो हो साथी हो। झन्डा जति पनि झन्डा छ बुझाइदिन यहाँ उपस्थित सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई म मेरो तर्फबाट न्यानो राष्ट्रवादको अभिवादन गर्न चाहन्छु। आज म तपाईँहरू सामु एउटा पीडादायक र नकारात्मक चिजहरू म तपाईँलाई भन्न चाहन्छु। हाम्रो देशको जनताहरू दिन प्रतिदिन महँगाइको मारमा परिरहेका छन्। हजुरलाई थाहा छ होला, बजारमा किन्न सक्ने उपभोग्य सामानहरू चाहिँ दिन प्रतिदिन कम हुँदै गइरहेको छ। हाम्रो मध्यम वर्गदेखि मजदुर वर्गसम्म पनि जीविकोपार्जन गर्न अहिले सङ्घर्ष गरिरहेका छन्। के यस्तो देश हामीले ल्याएको हो? यस्तो देश हामीले ठाउँमा ल्याएको हो? हामीले सरकारलाई के भनेर भोट हालेको थाहा छ तपाईँहरूलाई? हामीले सरकारलाई देशको आर्थिक सुधार होस्, भ्रष्टाचारको अन्त्य होस् र युवाहरूलाई रोजगार मिल्सिलको काम होस् भनेर हामीले सरकारलाई भोट हालेका हौँ। अहिले के भयो साथीहरू? जनताको सपनाहरू सबै चकनाचुर पारेर जनताहरूले जुन अँध्यारोमा ढकलिरहेका छन्। शिक्षित युवाहरू रोजगार खोजेर भौताडिरहेका छन्। साथीहरू, योग्य जनशक्ति दिन प्रतिदिन विदेशिनु पर्ने बाध्यता परेको छ। के यो यस्तो देश हामीले चाहेको हो? अब के गर्नु पर्यो? हामीले अब अवस्था बदल्नुको लागि व्यवस्था बदल्नु पर्छ साथीहरू। भ्रष्टाचारको कुरा गरियो भने दिन प्रतिदिन घोटालाहरू भइरहेको छ। ठुला घोटालाहरू तपाईँले मिडियामा सुन्नु पाउनुहुन्छ होला। तर तिनका उच्च नेताहरू र तिनका उच्च अधिकारीहरू र तिनका आसेपासेहरू करोडौँ खाइरहेका छन्। तर हाम्रो गरिब जनताहरू पिरछाड जोड्न पनि धौधौ परेको छ। यो देशमा परिवर्तन हुनु पऱ्यो कि परेन? जनताहरू अन्यायको विरुद्ध जागिसके। सरकारलाई म भन्न चाहन्छु, सरकारले कि आफ्नो नीति सच्याउनुहोस्, होइन भने जनता नै अगुवा हुनेछ।
हाम्रो यहाँ मात्रै होइन आन्दोलन गर्नु पर्यो भने नारायण हिँडी दरबार पनि घेर्न तयार छौँ हामी तयार छौँ मातृभूमि देश हाम्रो मातृभूमि आमा समान हुन्छ देशको लागि काम गर्ने व्यक्ति महान हुन्छ देशको लागि काम नेपाली हो नेपालको इज्जत गर्नुपर्छ हामी सबै मिलिजुली देश बनाउनु पर्छ साथी हो देश बनाउनु पर्छ म भन्छु राजा आऊ राजा आऊ देश बचाऊ राजा आऊ देश बचाऊ राजा ल्याऊ देश बचाऊ राजा ल्याऊ देश बचाऊ धन्यवाद छ साथीहरू सम्पूर्ण साथीहरू उपस्थित साथीहरूलाई फेरि पनि धन्यवाद दिन चाहे अब यस कार्यक्रममा एउटा सानो कुरा चाहिँ हाम्रो पर्वतजीको हाम्रो पर्वतजीले चाहिँ भन्न चाहनुहुन्छ पर्वतजी आउनुहोस् ठिक छ हाम्रो एउटा युवा हुनुहुन्छ उहाँ चाहिँ ठ्याक्क मैले देख्ने बित्तिकै याद आयो मलाई एमालेको युवा नेता हुनुहुन्छ नमस्कार जय नेपाल अभिवादन साथीहरू सर्वप्रथम म आफ्नो परिचय दिन चाहन्छु मेरो नाम चाहिँ प्रभात पोखरेल हो म एक नेकपा एमालेमा आबद्ध एक युवा हो आज जुन खालको देशमा माहौल भइरहेको छ हाम्रो ठाउँमा जुन खालको माहौल भइरहेको छ त्यो देख्दाखेरि मलाई पनि रहर जागेको छ यो देशमा आमूल परिवर्तन ल्याउनको लागि जुन तरिकाले युवाहरू लागिरहनु भएको छ तपाईँहरू जुन तरिकाले लागिरहनु भएको छ त्यसमा जोडिने रहर लागेको छ आज काठमाडौँमा एयरपोर्टको बाटो हिँड्दा हाम्रै साथीहरू एयरपोर्टको गेटमा लाइन लागेको देख्दा आज हामी युवाहरूको मन धोएको छ मेरो त मन धोएको छ नेपालमा कुनै खालको ६५ पछि जुन जनआन्दोलन भन्ने नाम गरियो जुन खालको अवस्था व्यवस्था परिवर्तन गरियो त्यसको कारणले आज हामीले सजाय पाइरहेको छौँ साथीहरू हामीले यो सडकमा उठेर देश गणतन्त्र बनाउनु पर्छ भनेर हामीले नै बोलेका हौँ हामी जस्तै साथीहरूले भनेका हौँ तपाईँहरूलाई आज जो नेताले आज सत्ता कब्जा गरेर बसिरहनु भएको छ तपाईँहरूको कारणले आज यो भइरहेछ तपाईँहरूले जुन तरिकाले आज मेरा देशका जनताहरू आज खुसी छैनन् हामी खुसी हुनको लागि मेरो श्रीमती र मेरो बच्चाले खाना खुवाउनको लागि खाएको मुलुकमा गएर आफ्नो हात खुट्टा रगडिनु पर्ने अवस्था ल्याउने आज त्यही सिंहदरबारमा बसेको नेताहरूले हाम्रो अवस्था हामीलाई केही त यहाँ साथीहरू हामीलाई रहर छैन सडकमा आएर यसरी बोल्ने यसरी जम्मा हुने हामी सबै आफ्नो काम गरेर खाने मान्छे हामी किसानका छोराछोरी हो हामी निम्न वर्गका छोराछोरी हो हामीले काम गर्न कति हुन्छ हामीलाई फुर्सद पनि छैन तर यो देशमा सत्ता कब्जा गर्नेहरू विदेशीको गुलाम बन्नेहरू आज नेपाली रुपियाँलाई बिर्सेर डलरका पछि लाग्नेहरूलाई यहीँबाट चेतावनी दिन चाहन्छु युवाहरूले बुझ्नु जरुरी छ त्यो कुरा आज हामी युवाहरू पनि डलरको पछि लगाइरहेका छौँ कहीँ बाइनेन्स बनिरहेका छौँ कहीँ बिटकोइन बनिरहेका छौँ कहीँ पाइ भनिरहेका छौँ डलरको रेट बढे हुन्थ्यो भनिरहेका छौँ किनभने हामीसँग डलरको ब्यालेन्स हाम्रो खातामा छ आज डलर बढेपछि हामीलाई फेरि हुन्छ भन्ने कुरा हामीले सोच्छौँ तर त्यो कुराले नेपालको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरा कहिले बोल्न पर्दैन साथीहरू डोनाल्ड ट्रम्पले बोलिदिनु भएको छ अघि हाम्रो म यहाँ कुनै पार्टीको कुरा गरेर आएको होइन साथीहरू म यहाँ कुनै पार्टीको कुरा गरेर आएको होइन कि सब अनुहारमा देखेको यी सब युवाहरूको सब आदरणीय व्यक्तित्वहरूको अनुहारमा देखेको एउटा नेपालप्रतिको विश्लेषण छ त्यसलाई हटाउन आज तपाईँहरूसम्म आएको म पनि भोलिदेखि आजैदेखि त्यो पार्टीमा आबद्ध हुँदैछु साथीहरू तपाईँहरू सबै सँगसँगै हिँडेर परिवर्तनको संवाद भन्ने मलाई रहर छ मलाई सबैले साथ दिनुहुन्छ भन्ने कुरा मैले उद्देश्य राखेको छु र म एउटा सामान्य परिवारको मान्छे मैले आज 5-7वटा व्यापार गरिरहेको छु तर मलाई आज मेरो व्यापार चलाइदिनको लागि साथीहरू भेटिराख्नु भएको छैन कोही चाहिँ खाडी मुलुकमा हुन्छ कोही युरोप अफ्रिका हुनुहुन्छ मेरा आफन्तहरू युरोप अफ्रिकाबाट के हुनुहुन्छ किन आउने नेपाल के काम छ नेपालमा के छ
यो भन्दाखेरि हामीलाई कुरा हुन्छ साथीहरू। नेपाल भनेको यस्तो देश हो, यो सुनको डल्ला हो, तर यिनी साथीहरूले त्यसलाई टुक्रा 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 बनाएर हिलोमा खिचाइसक्नुको साथीहरू। त्यो कुरा बचाउनको लागि हामी जस्तै नेपाली युवाहरू एकजुट भएर यो देशको परिवर्तनको सम्वाद गर्नको लागि हामी परिवर्तनको बाटोमा हिँड्नुपर्छ, लाग्नुपर्छ भन्ने मलाई लाग्छ साथीहरू। यति भन्दै आफ्ना 2 शब्द हेर्नु हस्, धन्यवाद, नमस्कार।